नयाँ भ्लगर पनि रेडी हुँदैछ। एकदमै भएर बसिरहेको छु। यहाँ पैसा निक्लिँदैछ है आइसक्रिमको। हेलो सेवारो, वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। र आज चाहिँ हामी नानी र म, नानाको छोरा र म चाहिँ आज घुम्न जाने प्लान गर्दैछ। र म चाहिँ यहाँनिर नानीको घर मुनि चाहिँ मैले पर्खिरहेको छु र ऊ चाहिँ आउँदैछ है गाइस। आमा सनग्लासै त्यो लिएको। अब चाहिँ गएकै हामी। हेलो गाइज, र अहिले भने चाहिँ हामी यहाँनिर जोरथाङ जाने यहाँनिर फाटकमा आइपुगेको छौँ। हामी चाहिँ कहाँ जान्छौँ भन्दाखेरि चाहिँ हामी चाहिँ पर बुदाङपट्टि जाउँ भनेर सोचेको छु। त्यहाँदेखि आफ्टर बुदाङबाट चाहिँ आएर चाहिँ हामी जोरथाङ पनि जानेछौँ। कस्तो बेसी गरम छ गाइस। यो चाहिँ मैले बाइकमा है छातीमा चिसो हुन्छ भनेर मात्रै लगाएको। यहाँ चाहिँ हाम्रो हिरो चाहिँ भनिदेऊ त नानी, कति गरम रहेछ यहाँ। हाफ प्यान्ट नलिआएर चाहिँ पौडी खेल्न जाने। ल गाइस, हामी चाहिँ अब हिँडेको। पायो खै बिचारा। पुरा एक्सपिरियन्स रहेछ तपाईँहरू त। अम्बो उयसमा ढुङ्गामा बसिरहेको हुँदो रहेछ नि त है। तर मैले यो फर्स्ट टाइम देखेँ यसरी। हामी त त्यो के हो कुवामा खोजेको मात्रै, त्यो कुवामा बसिरहेको हुन्छ नि। ए भेगुताको बच्चा हो त्यो होइन है? होइन, हामी त खानु होइन, त्यो खेल्नुको लागि क्या पक्रेको। ए होइन, तर पनि यसरी चाहिँ देखेको थिएन मैले। अम्बो हुन्छ दिदी। अब चाहिँ हामी निक्लिनु लागि रेडी हुँदैछ यहाँबाट। हामी यहाँ एकछिन मात्रै बस्यौँ हामीले। नयाँ भ्लगर पनि रेडी हुँदैछ। सुरुवात त कडाइ छ। कडा कडा फाइनल गाइस, जोरथाङ बजार। बाइक पार्क गरेर चाहिँ हामी जाँदैछौँ खाजा खानु। हत्तु भयो, भत्ता लागेर हत्तु भयो। होटेल आइसकेको छ, जति हेरौँ के गर्नु। के हो यो चाहिँ मेरो हो, अब चाहिँ खाइन्छ मजाले।
बसिरहेको छु है। अब चाहिँ नानीले मलाई आइसक्रिम किनिदिँदैछ है। कुन चाहिँ देखायो नि त कुन चाहिँ रहेछ अलिकति मुभ उता के खान्छौ ए बिचरा तिम्रो छैन ग्रिन पार्क जाने एकछिन कति गर्छौ टिकट काटिदिँदैछ है नानीले मेरो पनि कहाँ जाने अब विशाल मार्ट जाने होइन कि नजाने दामी दामी समर कलेक्सन त रहेछ तर हेऱ्यो राख्यो पैसा छैन किन्नु यार अब चाहिँ घर लागेको तेल जति छ गएको छ भन्न छ गऱ्यो त तिमीले बोलेको र सिलगढी पुगेर आएर तिमीले राइड गर ल कतिको 50 को तेल हालेर काप्ती मलाई थुकायो अब चाहिँ हामी चाहिँ लाग्दै गाडी त आउँदैन म छु नि साह्रैको साह्रै गरेर नालीमा हाल्यो छुयो मात्रै अन्त ल अब चाहिँ लाग्दै ल्याइदिनु कृताङपुरमा आइपुग्यो र यहाँ एकछिन बसेको घुमेर आइपुगे मजा आयो मजा आयो एकदम ढिँगडा चलेको हामी चाहिँ आइपुग्यौँ 5:30 भएछ है अहिले 5:30 भयो है 5:30मा चाहिँ हामी घर आइपुग्यौँ र अहिले चाहिँ म नानीलाई पुऱ्याउनु यहाँ आएको छु र अब म चाहिँ फर्किन्छु र थ्याङ्क यू फर वाचिङ आज मजा आयो नानी बाई बाई